Hello everyone, welcome to this video. आज चाहिँ हामी जंगलतिर हामी जाँदै छौं नाम्लो डोको बोकेर के भन्छ पत्कर सोर्नुलाई अनि यहाँनेरि हुनुहुन्छ हाम्रो आशा म्याडम पछाडी हुनुहुन्छ एस्तर सुनवार अनि अगाडि तीनजना दाजुभाइहरु कटिसक्नु भएको छ अनि हामी चाहिँ तल आज छुट्टी अरे प्रजातन्त्र दिवस अनि तल जंगल जाने कुराकानी भयो अनि त्यही भएर हामी चाहिँ जंगल जाँदै छौं। हिजो बनबस लाग्यो बिचारी हैरान छ तेरो फोन कस्तो भइरहेछ क्या हो र अब के गर्नु ऐसा नहीं हो सकता। मान्छेको जंगलमा आएर सोड्ने मान्छे ए मान्छेको जंगल रे मान्छेको बारीको पाटामा त्यस्तो हुँदैन नि। हामी जंगलमा आइपुगेका छौं अनि अगाडि आउनुहुने दाजुभाइले चाहिँ यति छोरी ठिक पार्नुभएछ। हामी यहाँबाट पनि आज तल जाँदै छौं किनभने यहाँ खासै छैन रहेछ बारी रहेछ त्यही भएर हामी तलै जाँदै छौं। ओहो दाजु आज प्रजातन्त्र दिवस जंगलमा मनाउनु हो। अहिले माथि डाँडा निस्किन सक्नु पर्छ। माथि डाँडा निस्किन सक्नु पर्छ। बात त सही है। कता हो चिलाउने हो यो ठुला के मौवा हो? मौवा चिलाउने रहेछ यो। मौवा चिलाउने मौवा ए माथि छ माथि भरे हुन्छ यो ओखरबाट त पुरीले स्टाइल हुन्छ नि। यो कसको भारी हो यो कसको भारी हो मुन्सीको भारी। अच्छा ठीक है। एक बोरा त्यहाँ भयो एक बोरा यहाँ छ बिक्सोडन बोरा क्या बोला तूने? यहाँ छ एउटा यहाँ पर एक डोको यहाँ तल छ उहाँ माथि नै भर्दैछ दुईजनाले यो घाँस पनि लाने भनेर काटेको। यहाँनेरि कति बज्यो भोक लागेर दाजुको यहाँ वनमा बेड बनाइसक्नु हो भारी सबैजनाको रेडी भइसक्यो। हिजो पिकनिक गएको बेलुका नि खाना खानु होइन सबैजनाको यहाँ भारी रेडी भइसकेको छ कसैको किला कसैको के कसैको यो कम्तामा नि 10 किलो होला सुझाइ छ नि गरम त्यो सक्छु त म 55 किलो मान्छे छ नि गरम त्यो सक्छु त म 55 किलो मान्छे 55 पनि 53 किलो छ। आज चाहिँ घटेर पक्कै पनि 50 किलो पुग्यो होला। आज चाहिँ घटेर पक्कै पनि 50 किलो पुग्यो होला। ये क्या सुन रहा हूँ मैं? हो यसो हेर्दा नि हो जस्तै देखेको चाहिँ 50 किलो छ होला। यो त नलाइगा है ठुल्दै बेसीवाला खान्छ क्या बडा। यो चाहिँ मेरो भारी हो पत्कर घाँस फेरि पत्कर यो ठुल दिदीको भारी पालो गर्दै बोक्ने कुरा हो। आज सबसे भयङ्कर भारी नै यही हो हाम्रो त्यही भएर चाहिँ पालो गर्दै बोक्ने अरे त्यहाँ पर बाबु सकेको छ अब हामी हिँड्ने बराबर 6 जना आएको थियौँ हामी कमिलाले भातको डल्ला
कमिलाले त्यो के भन्छ उसको भातको डल्ला बोकेर लगेको जस्तो देखिन्छ। 2 जना लाग्छ न ठुल्दै गरम रहेछ ठुल्दै। कुको अझै एकछिन खाली छ त्यहाँ के बोलाउनु अब त अहिले हुन्छ नि हेर मलाई भोक लागेर हिँड्दै छैन यो काली काट्दै कहाँ घुम्नु ज्योतिको त भुँडी खाली भएर एकैछिनमा अनि खाली पनि यार ए कम्बरले गेसला थी भाइ जग्गामै नक्छ मलाई चाहिँ छ एनर्जी यार कम्बरले गेसला थी यतै राख्नु नि कि कता राख्ने हो यहीँ थियो हेर त आज ठाउँ यति कम्बर लुज परेछ नि यति हामीले यतापट्टि त्यहाँ पियाले खिचा बिसाउने कि हिँड्ने ठुलीले बोक्नै नसकेको जस्तो देखिँदो रहेछ तिमीलाई। हामीलाई हामी जस्तो पल्लोको थियो यस्तोले गप्पै पोखायो त चिल्लाले पाम्नै सकेन भने त्यतिखेर भोकायो रे बिसाइयो आइपुग्यो यो स्तरको फार्म हो बुङ्गुरको फार्म। आज स्तरको बुङ्गुरको फार्मको लागि पत्कर सोध्ने कार्यक्रम थियो प्रजातन्त्र दिवसको बेला। गाली गरेर तल पुग्नु पर्यो साथीले गाली गरेर तल पुग्नु पर्यो। एक भारी 2 3 4 5 भारी जम्मा हामीले 6 भारी लिएर आएको हो। यो चाहिँ अङ्कलहरूको न्युज आकृति फार्म हो। यहाँनिर होला कि बुङ्गुरहरू भयङ्कर डेन्जर चाहिँ यहाँ चाहिँ खुसी भयो आज यिनीहरूलाई सिरोक डस्ना सिरानी सबैलाई दिएको खुसी भएको रहेछन् बिचराहरू। ल जाउँ विश्वासी हो भोक लागेको छैन अब अहिले पछि आएर निकाल्यो हुन्छ कता कता के हो। भात खान जाउँ साथी पहिला कान्छी हामीले यतै खाने भनेको दाजु भोक लाग्यो छैन भोक लागेन रे उहाँलाई अघि चाहिँ भोक लागेर पछारेको जस्तो के अरे के भन्छ रुखको फेदमा सुतेर बस्नु भएको थियो। आज अहिले चाहिँ हामी घर आइपुगेर पनि अब हामी खाना खान जाँदैछौँ।